First of all, I want to make it clear that we have changed that program and our cadre have not forced the people to give food and lodge for them. They have requested to the people, but somebody wanted to exaggerate the situation and they wanted to make it a point for them and to disrupt or to sabotage the whole peace process. But right now, after the agreement we have reached yesterday in midnight, we change that program and that kinds of point will not be appear. Thank you. निश्चित रूपमा यो ऐतिहासिक अवसरमा गर्व र जिम्मेदारीको साथ शताब्दीको मार्क्सवाद जे भनेका छौं त्यही प्रयोग हामी गरिराखेका छौं। हिजो हामी जो ऐतिहासिक समझदारीमा आइपुगेका छौं र हामी अगाडि संविधान सभासम्म जाने जेठमा संविधान सभाको निर्वाचन सम्पन्न गर्ने भनिएको छ। यो बीचमा हामी गिरिजा प्रसाद कोइरालाको नेतृत्व बदल्ने कुरा भनेको 12 बुँदे समझदारीदेखि जो प्रक्रिया सुरु भएको छ त्यसलाई सेबोटेज गर्ने मात्रै हुन्छ भन्ने ठान्छौं र अहिले हामी नेतृत्वको दाबी गर्ने र यो प्रक्रियालाई बिथोल्ने पक्षमा छैनौं र त्यसको वरिपरि 21 वटा अरु ब्रिगेड स्तरका शिविरहरू राख्ने भन्ने भएको छ र संयुक्त राष्ट्र संघका